नमस्ते। सामाजिक सञ्जाल हेर्दै जाने क्रममा ऋषि धमलाज्यू पत्रकार ऋषि धमला सर चाहिँ राजनीतिमा उदय हुनुभएको छ रे भन्ने कुरा चाहिँ मैले सुनेको थिएँ हैन। तर मेरो मोबाइलमा चाहिँ ढिलो आयो क्या उहाँको भिडियो चाहिँ। आज उहाँको भिडियो हेरी सबै कुरा बुझेँ, सुनिसकेपछि चाहिँ मेरो मनमा लाग्यो व्यक्तिगत विचार चाहिँ हजुरहरूसम्म चाहिँ पोख्न मन लाग्यो। म पोख्छु है, कति पनि भूमिका नबाधिकन यो भिडियो चाहिँ संसारमा चाहिँ फैलाइदिनु होला भन्दै ढिला नगरिकन मेरो व्यक्तिगत विचार हजुरहरूसम्म चाहिँ व्यक्त गर्छ है त। ऋषि धमलाज्यू पत्रकार ऋषि धमलाज्यूको चाहिँ एजेन्डा चाहिँ के रहेछ त भन्दाखेरि किसानलाई सिँचाइ, बिउबिजन, मल, बाटोघाटो, सेवा सुविधा एकदम राम्रो एजेन्डा रहेछ है। मलाई चाहिँ अत्यन्तै राम्रो लाग्यो, धेरै चित्त बुझ्यो, हृदयदेखि नै नमन टक्राउन चाहन्छु उहाँलाई चाहिँ। ऋषि धमला सरको चाहिँ राजनीतिक यात्रा एकदम शुभ रहोस् भन्दै म के भन्न चाहन्छु भने उहाँको चाहिँ भोट माग्ने शैली पनि एकदम छुट्टै किसिमको रहेछ क्या। उहाँहरू दाम्पत्य दुवैजनाको चाहिँ एलिजा गौतम र ऋषि सरज्यूको चाहिँ भोट माग्ने तरिका चाहिँ निकै फरक देखेँ मैले है। त्यो भइसकेपछि त झन् मेरो मन त झनै खुसी लाग्यो है। किन भनेदेखि जुन व्यक्ति दुःख गरेर जुन व्यक्ति चाहिँ एकैचोटि डाइरेक्ट टुप्पा पुगेको छ त्यो मान्छे चाहिँ भ्याइबी बन्न खोज्छ। त्यो मान्छेको चाहिँ शैलीहरू, त्यो मान्छेको हाउभाउ, उठ्ने बस्ने तरिका, बोल्ने तरिका अलिकति छुट्टै किसिमको हुन्छ। आफूभन्दा निम्न वर्गकोलाई चाहिँ त्यो व्यक्तिले चाहिँ अलिकति खसालेर बोल्ने गर्छ कि जो मान्छे चाहिँ तल फेरैबाट बिस्तारै जस्तै कि एकैचोटि लिप चढेर गएको हुन्छ नि, त्यसलाई त त्यो भरेको खुड्किला चढेको त्यो स्यास्या भएको त्यो एकदम त्यो सङ्घर्ष उसलाई थाहा हुँदैन क्या, उसले बुझ्दैन क्या। त्यही भएर भर्याङबाट चढ्नुपर्छ हजुर। नर्सरी क्लासदेखि पढ्दै 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 गएर चाहिँ एसएलसी दिनुपर्छ क्या। डाइरेक्ट क्लास टपेर चाहिँ त्यो एसएलसी दिएर हुँदैन हजुर। त्यो भएको कारणले गर्दाखेरि हामी जब माथि जानु छ भने नि एकैचोटि लिप चढ्नु खोज्नु हुँदैन क्या। भर्याङबाट खुड्किलाबाट बिस्तारै चढ्नुपर्छ। जस्तै कि आमाले 9 महिनासम्म गर्भमा बोक्छिन्, त्यसपछि जन्माउँछिन् हो, त्यसपछि यताउति पल्टिन्छ, त्यसपछि अलिअलि टाटाटुटु बोल्छ, त्यसपछि बिस्तारै यसरी गर्छ, अनि त्यसपछि बामे सर्छ, त्यसपछि उभिन्छ, त्यसपछि हिँड्छ हो, अनि पढ्न जान्छ हो। त्यस्तै गरेर हाम्रो चाहिँ पत्रकार ऋषि धमला सरको पनि राजनीतिक यात्रा उदयमान हुँदाखेरि सबैजनाले चाहिँ खुसी हुनुपर्छ, खुसी मनाउनुपर्छ हैन। किनभने भ्याइबी बनेर एकदम कारमा हिँडेर कालो चस्मा लाएर कालो कोट लगाएको मान्छेलाई मात्र समर्थन हामीले जनाउने होइन कि ऋषि सर जस्ता मान्छेलाई चाहिँ समर्थन जनाएर चाहिँ उहाँलाई चाहिँ अत्याधिक बहुमतले चाहिँ विजय गर्नु होला भन्दै यो भिडियोबाट चाहिँ म अहिलेलाई छुटिन चाहन्छु। बोल्दै जाने क्रममा केही कुराहरू कमी कमजोरी भएमा गलत बोलिछु भने सबै सामु म क्षमा चाहन्छु भन्दै हस् त, बाई बाई। ल ऋषि सर, मेरो तर्फबाट पनि एउटा भोट चाहिँ एकदमै पक्का भयो मेरो पनि, किनकि पुरानो वासस्थान त उहाँ हो नि त, रौतहट हो नि त, अहिले हेटौँडा भए पनि। र मिल्छौ र सक्छु भनेदेखि चाहिँ हाम्रो घरको सम्पूर्ण परिवारलाई पनि मनाएर चाहिँ हजुरलाई चाहिँ एउटा भोट चाहिँ ठोक्छौँ है त। हस् त, बाई बाई। ल